गुड मर्निङ सबैलाई। आज 2081 साल चैत महिनाको 22 गते हामी कर्णाली नदीको यो मनोरम दृश्यलाई कैद गर्दैछौँ, हेर्दैछौँ। पानी हेर्नुहोस् कति सफा छ। हिमालबाट बग्दै 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 विभिन्न चट्यानसँग पहाडहरूसँग ठोक्किँदै आएको यो पानी बर्दिया जिल्लामा आइपुग्दा पनि कति सफा छ। अब एकजना दाइले त्यहाँ माछा मार्दै हुनुहुन्छ प्राचीन काठी ढुङ्गामा। एकदमै मनोरम दृश्य देख्न सक्छौँ। यो बर्दिया हो। सफा पानी, मनोरम दृश्य र स्वच्छ हावा, कुनै पनि विषादी छैन, कुनै एयर पल्युसन छैन। अहिले हेर्न सक्छौँ। र बिहानको चाहिँ सूर्य उदाउँदैछ। एराउन्ड 6 बज्न लागेको छ। 6:20 समथिङ भइसक्यो। साथीहरू छन् र एकदमै मनोरम छ र चिसो छ।